नमस्ते गाइज, मैले फाइनली SSW2 को भिजा पाइसकेको छु। यो भिजा पाएपछि हामीहरूले डिपेन्डेन्ट ल्याउन पाइन्छ, फ्यामिलीहरू पनि ल्याउन पाइन्छ र आफूले चाहे जति लामो समय जापानमा बस्न पाइन्छ। अनि यो भिजा कसरी पाउने त? यो भिजा पाउनको लागि हामीले SSW भिजाबाट जापानमा लिडर भएर खाइसामा काम गर्नुभयो भने 2 वर्षमा अथवा नर्मली काम गर्नुभयो भने 3 वर्षमा हामीले SSW2 को इक्जाम दिन पाइन्छ। त्यो इक्जाम पास गर्नुभयो भने जापानको एम्बेसी गएर SSW2 भिजाको लागि एप्लाई गर्नुभयो भने सबै हजुरको ट्याक्सहरू सबै पेमेन्ट गर्नुभएको छ भने सबै पास डिटेल राम्रो छ भने SSW2 को भिजा पाउन सकिन्छ। अरु जानकारीको लागि कमेन्ट गर्नु होला, नभए तल डिस्क्रिप्सनमा मैले आफ्नो फेसबुक लिंक राखिदिने छु। त्यहाँबाट फेसबुकमा आएर पनि कुरा गर्न सक्नुहुन्छ। अथवा SSW2 को क्लास लिन चाहनुहुन्छ भने पनि इन्फर्म गर्नु होला। SSW2 क्लास पनि भइरहेको छ।